हामी चाहिँ रोल्पाको यो के खावाङ हैन थवाङ भन्ने ठाउँमा आइपुगेका छौँ। अब यहाँ खाजा नास्ताको लागि ब्रेकफास्टको लागि यहाँ सबै रोल्पा थावाङको यो ठाउँमा यो यात्रा कष्टकर जीवन बिताउँदै हामी चाहिँ आएका छौँ। हाम्रो नायिकाजीहरू यता हुनुहुन्छ, यहाँ हाम्रो स्पोर्ट भाइ के म्यानेजर साहब हुनुहुन्छ, मेरो मने भाइ यहाँ, मेरो प्यारो दाइ हुनुहुन्छ मेरो प्यारो दाइ हुनुहुन्छ यहाँ। यसो के भन्न चाहनुहुन्छ हजुर? के एकदम अब यहाँ झ्याममा 50 वटा अन्डा खाने हो अनि मासतिर उकालो लाग्ने हो हैन। हाम्रो नायिकाजी एक्सरसाइज गर्दै हुनुहुन्छ, बोल्दै हुनुहुन्छ। ल हेर्नुहोस्, हाम्रो नायिकाजी बोल्दै हुनुहुन्छ आफ्नो कुराहरू राख्दै हुनुहुन्छ त्यहाँ। ल हाम्रो नायिकाजी एक्सरसाइज गर्दै बोल्दै हुनुहुन्छ। ल एकदम हामी अहिले चाहिँ यो एकदम पहाडी यात्रामा छौँ। एकदम अहिले यो रोल्पा भन्ने ठाउँमा आइपुगेछौँ। यता आउनु। अब यता हाम्रो हाँस्दै हुनुहुन्छ, त्यसरी टाढो होइन कि अहिले हामी यता छौँ। अब खाजा खाने कुरामा छ। नायिकाजी एकदम मुस्कानमा छ, हाम्रो चाहिँ एकदम हँसिलो रसिलो टक्क दाइहरू हुनुहुन्छ। ठिक छ भाइ? ठिक छ तपाईँको क्लोजअप कस्तो ह्यान्डसम देख्नु भइरह। हेर्नु त, देख्नु भइरह है ह्यान्डसम। लास्ट यार माने यार यतिको अनुहार त हुनुपर्छ, भगवानले दिनुपर्छ। यता आउनु पर्यो कि त्यस्तो भन्ने मान्छे। ल मेरो प्यारी खुसमाको मेरो साली, अहिले हाम्रो प्यारी बहिनी, मेरो छोरी है क्या है, बाउ छोरी। आमा बाउ यहाँ भागिरहेछ। रोल्पा ठाउँमा छौँ हामी, रुकुम माइकोट जस्तै। अब यहाँ अर्को गानामा धुम मचाउने हो कि के हो भाइ? हो नि एम मिडियालाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला। ग्लोबल ट्रेनिङ टप 10 भित्र पर्नै पर्यो है। हाम्रो अर्को नायिका आकृति के छ? यात्रा यहाँको त केरा पनि अर्कै, स्याउ सुन्तला पनि अर्कै। ल अब हामी यहाँ 50 वटा अन्डा खान्छौँ। जाम अन्डा पनि अर्कै हुन्छ होला, ठुलो यहाँ उठको हुन्छ क्या, उठको कता त्यता डाइरी साहबले त्यता हामीलाई आदेश दिनुभयो। अब त्यहाँ गएर हामी खानुपर्छ। ल सबैजना लागौँ। अब हामी यसरी कुद्छौँ। हाम्रो महेश दाइले केरा खाने हो। खै फोकस। ल केरा सँगसँगै हामी अन्डा पनि खान्छौँ अहिले। ल हामी एकदम राम्रो छ। यता मेरो भाइ मने भाइ, दर्शन सबैजना। हाम्रो सोनम भाइ कता? हाम्रो सोनाम ब्रदर कहाँ जानुभयो? भित्र जानुभयो होला। हाम्रो केरा खाँदै हुनुहुन्छ हाम्रो नायिकाजीहरू। गाजरले पायो भने जस्तै है क्या। ल गोरीजी खाउँ है। ल रमाइलो भइरहेछ आज यस्तो। अब हाम्रो सोनम ब्रदर पनि यहाँ हुनुहुन्छ, एकदमै आफ्नो किनमेलमा व्यस्त हुनुहुन्छ। उहाँको आफ्नो रुटिन छ ट्याक्क, एकदम आफ्नो। कस्तो लागिरहेछ भाइ? हजुर यात्रा भोक लागिरहेछ। अब 50 वटा अन्डा खाने हो हामी। अब ट्याक्क सबैजना यहाँ खाने हो। अब बोइल अन्डा बनाउनु लाग्छ। मिठो छ हो। साउनीले पागे राख्नु पर्यो है केरा। हाम्रो हिरोजीले चाहिँ अलिक काँचो छ भन्नुभएको छ, अलिकति पाकेर हिँड्छ हो। ठिक छ केरा राम्रो छ। केरा मिठो रहेछ। मिठो छ अरे के छ अरे लास्ट घाँटीमै अड्किन्छ। ल हामी अब अगाडि बढ्छौँ एकछिन। म अहिले आउँछु है साउनी पैसा तिर्न।
एकदमै यहाँ केरा डाइटर सबले नै लिँदै हुनुहुन्छ। केराको अलि त्यति टेस्ट छैन भन्ने सुन्छु हो त? काँचो काँचो हो, त्यति गुलियो छैन। यहाँको अर्ग्यानिक खानु पाएन भनेपछि यस्तो छ। जलजला सबै यस्तो टिन छाइसक्यो, पहिलाको घरहरू भत्किसक्यो। रोल्पा भन्ने ठाउँमा यो थावाङ होइन त्यो हो, यो ठाउँमा अहिले हामी चाहिँ यात्रामा छौँ। रमाइलो भइरहेछ। यति गरेपछि ठ्याक्कै 2 करोड जनाले हेरिदिनुहुन्छ भन्ने आशा लिएको छु होइन त?